मर्निङ साथीहरू। आज चाहिँ मर्निङको काम सुरु भइसकेको छ। मैले यहाँ खाना बसाएँ। अब यहाँनिर दाल पकाउनु लाग्दैछु। अनि सब्जीको लागि चाहिँ आज बुढोले सटरडे भएकोले गर्दाखेरि चिकन करी खाने भन्नुभयो। त्यसले मैले चाहिँ सामानहरू रेडी पारेर राखेको छु। चिकन करी चाहिँ बुढो आफैले बनाउनुहुन्छ अरे। चिकन यहाँ चाहिँ छ ओनियन, गार्लिक, जिन्जर अनि रेड मिर्च चाहिने, केचप होइन, सोया सस, केचप, यो केचप भयो, टोमेटो केचप, यो सोया सस बनाउँछु। दामी हुन्छ दाल भुटेर बनाउँदा चाहिँ। अहिले चाहिँ लसुन कुटे। तेल हिट भइसकेको छ। मैले जिराको दाना फुराएँ। त्यसपछि लसुन पनि हालिदिएँ। म खुर्सानी चाहिँ राख्दिनँ। हामी ठुलो मान्छेले मात्रै खाने भएको भए चाहिँ खुर्सानी हालिदिन्थेँ। अब सानो बेबीलाई पनि दालमा पनि खुवाउनुपर्छ, त्यही भएर चाहिँ मैले खुर्सानी हालिनँ, उसलाई पिरो हुन्छ। यो चाहिँ अब मजाले फ्राई भइसकेको छ। रेड के भन्छ, ब्राउन भइरहेछ होइन। अब म टमाटो राख्छु। मैले चाहिँ भाँडा बाँधेर सकेँ। चाहिँ चिकन रोस्ट गर्नु हुँदैछ। पहिला रोस्ट गर्नु भनेर बोल्नै नहुने रहेछ। रोस्ने हेर्नु गरेर हेलो भन्नु न। बुढोले चाहिँ चिकन करीमा सोया सस राख्नु हुँदैछ। सोया सस, त्यसपछि के राख्ने बुढो? टोमेटो केचप, ठिक छ त्यति नै। ग्यास चाहिँ एकदम मिडियम सानो बनाउनु है, डढ्छ। ग्यास सानो बनाउनु। त्यसपछि टमाटर प्युरी मिक्सरमा ग्राइन्ड गरेको होइन बुढो। अनि त्यसपछि गार्लिक, जिन्जर, ओनियनको पेस्ट हो। गार्लिक, जिन्जर पेस्ट अनि सुकेको खुर्सानीलाई के भन्छ? ड्राई मिर्च। अब राम्रोसँग चलाउने। अब नुन राख्नु। नुन राखेको छैन होला। त्यसपछि नुन राख्नुभयो। स्वाद अनुसारको कति चाहिन्छ हेरेर।
लगभग हाम्रो चिकन करी चाहिँ रेडी भइसकेको छ। अब चाहिँ एकछिन पकाउनु हो अनि धनियाँ राखेर सब्जी रेडी हुन्छ। ल फाइनल्ली चिकन करी रेडी भयो। धनियाँ राख्नु भयो। अब एकचोटि चलाइदिनु मजाले। ल फाइनल्ली रेडी भयो। अब खाना खानेछौँ। सब्जी पाकेर रेडी भएपछि मैले चाहिँ खाना पस्केर बुढो अनि राजेश दाई अनि त्यहाँ बाबु एकजना बाबुलाई चाहिँ खाना सर्भ गरिरहेछु। उहाँहरू चाहिँ खानु हुँदैछ 3 जना। एकजना फोन हेर्दै बुढो चाहिँ दुवैजना चाहिँ घुम खानु हुँदैछ। अनि कस्तो भयो त चिकन करी भनेको मिठो भयो भन्दै खानु हुँदैछ 3 जना। अनि 3 जनाले खाइसकेपछि अनि हामी 3 दिदीबहिनी पनि खान बस्यौँ। सुस्मिता चाहिँ त्यो कराईमा भएको ग्रेभीहरू चाहिँ किन फाल्ने, म माम मोलेर यसरी खान्छु भनेर त्यहाँ भातमा राखेर मोलेर सारसोर पारेर खानु लाग्दैछ ऊ चाहिँ। ल अब चाहिँ हामी खाना खानेछौँ। यसलाई चाहिँ रोपिदिन्छु। ल हामी लिनु पर्यो। यस्तो राम्रो जरा आएछ। धेरै पानी भएर मर्यो बिचमै। हेर त हिजो यसको जरा त छ। पानीमा डुबाइराख्नु पर्यो। देवी हाल्छ कि ल साथीहरू, मैले चाहिँ आजको भिडियो इन गरेँ। आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई? के भन्छ, डेली रुटिन अफ माई लाइफ यस्तै हो। मैले गर्ने चाहिँ म जे गर्छु त्यही क्याप्चर गरिराखेको हुन्छु। ल हजुरहरूलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला, लाइक गर्नु होला। ओके, लाइक कमेन्ट। ओके, बाई बाई, सी यू।